हेलो एभ्रिवान, जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। तो चलिए शुरू करते हैं। हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल पवन सुनार भ्लगमा तपाईँलाई स्वागत छ। आज मेरो छुट्टीको दिन। आज चाहिँ म माछा मार्न जाँदैछु। तरकारी लिएर आउँदै हुनुहुन्छ, हामी परोठा पनि खाँदैछौँ। र म परोठा किन्न जाँदैछु साइकलमा। हेलो, लेट्स गो गाइज। यहाँको मौसम यस्तै छ, देख्न सकिन्छ यहाँको शानदार। मान्छेहरू सबै चाहिँ यहाँ ड्युटी जान तयारीमा छन्। मौसम यस्तो छ। हाई ब्रो, यस्तो छ यहाँको माहौल। मेरो चाहिँ यो साइकल हो, साइकलमा जाँदैछु म। फाइनली गाइस, म समुद्र जाँदैछु। मैले चाहिँ यहाँ नास्ताको लागि परोठा र झिँगा माछा ल्याइसकेको छु, माछाको बल्छीको लागि। अघि म चाहिँ पसलमा पुगेर पनि फर्केर फेरि रुममा जानु पर्यो। अहिले पैसा नै भुलेँ, सो म जाँदैछु। बाटो कच्ची भएको कारणले अलिकति उसमा छ। मिन्सर कहाँ हुनुहुन्छ खै? मेरो खुसी कच्ची बाटोमा पनि मैले चलाउने कोसिस गर्दैछु। वेयर इज मिन्दाई? साइकलको साथमा हाम्रो नौनी भन्ने प्लान छ। हेरौँ के हुन्छ। गर्मी छ, गर्मी। यही हो समुद्र। मिन्सर, कस्तो छ तयारी? यहाँ हाई भनिदिनु त, हाई भनिदिनुहोस्। मिन्सरले यहाँ चाहिँ माछा मार्ने त बिजी हुनुहुन्छ। मिन्सरको बाइक चाहिँ यहाँ राख्नु भएको छ, मेरो चाहिँ यहाँ छ। लगाइसैले हामी समुद्रको छेउमा आइसकेका छौँ। अब चाहिँ हामी माछा मार्नलाई मिन्सरले थोरै चाहिँ यहाँ सेतो खरानी फालिसक्नु भएको छ माछाको लागि। र हामी अब खाजा खाने तयारीमा छौँ। आज हाम्रो खाजामा छ परोठा ल्याएको छौँ हामीले, खबुस छ, तरकारीहरू छ। अब त्यो खाइन्छ हामी। लेट्स गो, आई विल सो यु है म के खान्छौँ हामी तपाईँहरूलाई देखाउँदैछौँ। मिन्सरले चाहिँ स्यान्डविच ल है त, अनि त्यहीँ राख्दा नि फरक नपर्ला। एउटा प्लास्टिक चाहिँ भरिदिनु त, यसो बस्नु पर्यो। माछा सब्जी चाहिँ भएर अलि माथि राख्नु होला। खबुस खबुस हाम्रो यो चाहिँ हामीले रुममा बनाएको तरकारी हो। यति नै है। अलिकति पानी हालिदिनुहोस् त मिन्सर यहाँ। ल भयो भयो। ल समुद्रलाई अलिकति चढौँ। ल हामी त्यस्तो खाइरहेको छ। मिन्सरले
अघि पनि फालिरहनु भएको थियो। हामीले चाहिँ अझै माछा मार्ने कोसिसमा छौँ, के हुन्छ ल गाइस। हामी खायौँ। हेलो गाइस, अहिले हामीले माछा मार्दैछौँ। मिन्सरले माछा एकदम पक्रिरहनु भएको छ, तर मलाई चाहिँ झ्याउला मेरो बल्छीमा चाहिँ माछै परेन। लगभग हामीले 4-5 माछा चाहिँ पक्रिसक्यौँ। मलाई त झ्याउला पक्रिने, त्यही भएर मिन्सरले चाहिँ पक्रिरहनु भएको छ। ठिक छ, अब हामी एकछिनमा जाँदैछौँ रुम। झ्याउ लाग्यो, माछा नपरेको। गाइस, मिन्सरले फेरि पनि माछा पक्रिसक्नु भएको छ। सरी फिस, सरी। मिन्सरले चाहिँ आज एकदम माछा पारिरहनु भयो। यो सबै म तपाईँलाई फिस त्यो माछा देखाउँछु। यो चाहिँ सबै मिन्सरले समाउनु भयो, मैले त समाउनै जान्ने। के भयो? तपाईँहरूलाई हामी अपडेट गरिरहेको छौँ। एउटा ब्याग त मोडेछ। इधर इधर इधर